Hello everyone, good morning. So आज पनि हामी गर्ने पार्सल अनबक्सिङ. Yes guys, पार्सल अनबक्सिङ. मैले चाहिँ अर्डर गरेको थिएँ हैन स्किन प्रोडक्ट्सहरु. फाइनली पार्सल आइसक्यो. So let's do. गाह्रो रहेछ. प्लास्टिक गाह्रो रहेछ यार. फाइनली ओपन भयो. टडा. कुनै पिआर प्याकेज होइन गाइस, मैले आफै अर्डर गरेको, आफै मेरो स्किनको लागि. बिजोक छ स्किनको हालत. यो चाहिँ छ क्लेन्जर, क्लियरिङ स्क्वेलेन क्रिम क्लेन्जर भनेर रहेछ, खै के हो. दिस इज क्लेन्जर गाइस हैन, एउटा क्लेन्जर भयो. मेरो स्किनको हालत बिजोक छ, बिजोक, त्यही भएर. एन्ड दिस इज क्लियरिफाइङ एजेलिक एसिड 12% क्रिम. यो चाहिँ भिटामिन सी हो, भिटामिन सी यो सिरम नै हो के अरे, भिटामिन सी सिरम. यो चाहिँ मोइस्चराइजर हो, नरिसिङ सेरामाइड र पेप्टाइड मोइस्चराइजर रहेछ मिक्सको. सो दिस इज या अगेन मोइस्चराइजर, नट अगेन, एउटा मात्रै हो. यो चाहिँ उनीहरूको पर्सनलाइज्ड फर्मुला पनि हुन्छ हैन, त्यो चाहिँ छ जस्तो लागिरहेको मलाई. लेट्स ओपन इट एन्ड सी के रहेछ. यसरी रहेछ. प्याकिङ त दामी रहेछ. यो हाइलुरोनिक एसिडहरू मिक्स भएको वाला सिरम जस्तो रहेछ हैन. सो लेट्स सी, मलाई हेर्नु पनि पर्छ कसरी यसलाई युज गर्ने के गर्ने भनेर. सो फाइनली मेरो पार्सल आयो स्किन केयर प्रोडक्ट्सको. अब म यसलाई युज गर्छु अनि म तपाईँहरूलाई रिभ्यू दिन्छु कि कस्तो हुन्छ भनेर. यो खासमा चाहिँ मैले हाइपर पिगमेन्टेसन मेलाजमाहरू हुन्छ त्यसको के भन्छ अरे कन्ट्रोलको लागि भनौँ अथवा ठिक हुन्छ त्यसको लागि मैले अर्डर गरेको छु, किनकि मेरो स्किनमा छ अलिअलि. सो फर्स्टमा म युज गर्छु अनि हेर्छु अनि अर्को हामी भिडियो गर्ने रिभ्यूको. सो द्याट्स अल फर टुडे. थ्याङ्क्स फर वाचिङ. बाई बाई.